2026 को फिफा विश्वकप खेलमा 100 खेलाडीहरूले मैदानमा आफ्नो जादु देखाइरहेका छन्। तीमध्ये एम्बाप्पे, ह्यारी केन, अर्लिङ हल्यान्ड, भिनियस जुनियर, लामिन यामल, जुड बेलिंघम, डेम्बेले लगायत खेलाडीहरूको नाम अग्रपन्थीमा आउँछ। तर ती खेलाडीहरूमध्ये विश्वकप फुटबलको इतिहासमा 39 वर्षको उमेरमा कुनै पनि खेलाडीले लियोनल मेस्सीले जस्तो प्रभावशाली प्रदर्शन गर्न सकेका छैनन्। धेरै जस्तो खेलाडीले यो उमेरमा खेलबाट सन्यास लिएर आराम गरिरहेका हुन्छन्। तर मेस्सी भने अझै पनि विश्वका उत्कृष्ट टिमका डिफेन्सहरूलाई छक्काउँदै गोल गरिरहेका छन् र गोल गर्ने अवसर सिर्जना गरिरहेका छन्। तर मेस्सीको यो सफलताको रहस्य उनको दौडमा होइन, बरु उनको हिँडाइमा लुकेको छ। अहिलेको फुटबल शारीरिक रूपमा निकै चुनौतीपूर्ण र तीव्र गतिको हुँदै गएको छ। तर अर्जेन्टिनी कप्तान मेस्सीले भने यसलाई आफ्नै नयाँ शैलीमा ढालेका छन्। फिफाको पछिल्लो तथ्याङ्क अनुसार मेस्सीले जारी विश्वकपका 5 खेलमा 35,838 मिटर दूरी पार गरेका छन्। तर अचम्मको कुरा के छ भने यसमध्ये 64% दूरी उनले 0 देखि 7 किलोमिटर प्रति घण्टाको गतिमा अर्थात् हिँडेरै पार गरेका हुन्। एक अध्ययन अनुसार केप भर्डे विरुद्धको खेलमा दोस्रो हाफको 15 मिनटको समयमा मेस्सी जम्मा 51 सेकेन्ड मात्रै दौडिएका थिए। बाँकी समय उनी यता र उति उभिएर विपक्षीको रणनीति नियालिरहेका थिए या त बिस्तारै हिँडिरहेका थिए। यदि 90 मिनटको हिसाब गर्ने हो भने मेस्सी खेलभरि जम्मा 5 मिनट मात्रै दौडन्छन्। तर त्यो 5 मिनट नै विपक्षीको पोस्टमा गोल गर्न पर्याप्त समय हुने गरेको छ। मेस्सी अहिले विश्वकपमा सबैभन्दा कम दौडिने खेलाडी मध्ये एक हुन्। तर सबैभन्दा धेरै गोल गर्नेमा भने उनी नै शीर्ष स्थानमा छन्। विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेका अन्य देशका ठूला स्ट्राइकरहरूसँग तुलना गर्दा समेत त्यस्तै देखिन्छ। इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केन 600 पटक तीव्र गतिमा दौडिँदा किलियन एम्बाप्पे 336 पटक अनि लियोनल मेस्सी जम्मा 298 पटक तीव्र गतिमा दौडिएका छन्। उनकै पदचापलाई नर्वेका स्ट्राइकर अर्लिङ हल्यान्डले समेत पछ्याएका छन्। उनले अहिलेसम्म 314 पटक तीव्र गतिमा दौडिएका छन्। मेस्सीले आफ्नो शक्ति अनावश्यक रूपमा खेर फाल्दैनन्। उनी मैदानमा उचित मौकाको पर्खाइमा हुन्छन् र जब मौका पाउँछन् तब मात्रै विस्फोटक रूपमा अघि बढ्छन्। केप भर्डे विरुद्धको पहिलो गोल यसको उत्कृष्ट उदाहरण हो। उनले आफ्नो दौड सुरु गरेको 3 सेकेन्डमै बल जालीमा पुगिसकेको थियो। मेस्सीलाई चम्किन मात्रै 3 सेकेन्ड काफी छ। मेस्सीको यो हिँड्ने र रणनीति तब मात्र सफल हुन्छ जब बाँकी 9 जना साथीहरू मैदानमा सङ्घर्ष गर्न तयार हुन्छन्। अर्जेन्टिनी टोली मेस्सीको लागि त्याग गर्न सधैँ तयार देखिन्छ। मेस्सीले आराम गरिरहँदा डिफेन्सको अतिरिक्त जिम्मेवारी मिडफिल्डरहरूले सम्हाल्छन्। विशेष गरी रोड्रिगो डी पललाई मेस्सीको बडीगार्ड नै मानिन्छ। मेस्सीले हिँडेरै 64% समय बिताउँदा रोड्रिगो डे पल भने मैदानमा मेस्सीको भागको दौड पनि आफै दौडिन्छन्। म्याक एलिस्टर र एन्जो फर्नान्डेज जस्ता युवा मिडफिल्डरहरूले झण्डै 50,000 मिटर दूरी पार गरेर मेस्सीलाई आक्रमणको लागि शक्ति बचाउन मद्दत गरिरहेका छन्। यद्यपि सधैँ मेस्सी हिँडेर मात्रै बस्दैनन्। इजिप्ट विरुद्धको अन्तिम 16 को खेलमा जब अर्जेन्टिना 2-0 पछि पर्यो तब मेस्सीमा 18 वर्षीय किशोरको ऊर्जा देखियो। खेलको अन्तिम 20 मिनट उनी कुनै भूत चढेको मान्छे झैं मैदानमा कुदिरहे। त्यो खेलमा उनले जम्मा 9 पटक विपक्षीलाई ड्रिबलिङ गरेर पछि पारेका थिए। खेल जिताएपछि उनी मैदानमै रोए। यसले के देखाउँछ भने मेस्सी अझै पनि दौडन सक्छन्, तर उनी आफ्नो शरीरलाई सही समयको लागि मात्रै प्रयोग गर्छन्। 6 खेलमा 8 गोल र 2 असिस्ट 39 वर्षको उमेरमा यो अविश्वसनीय रेकर्ड हो। फुटबल खुट्टाले मात्र होइन दिमागले पनि खेलिन्छ भन्ने तथ्यलाई मेस्सीले एकपटक फेरि प्रमाणित गरिदिएका छन्। यद्यपि मेस्सीका चिर परिचित प्रतिद्वन्दी खेलाडी रोनाल्डोले पनि मेस्सीकै पदचाप पन्छ्याए पनि यो विश्वकपमा उनले खासै प्रभाव जमाउन सकेनन्।